हेलो मेरो साथीहरू, म के गर्दैछु त आज? म चाहिँ त्यहाँ ह्यान्ड वासलाई मजाले पुछेँ, त्यसपछि गएर मैले चाहिँ वुडन फ्लोरमा यो पोछा लगाएँ। त्यसपछि चाहिँ मैले गर्नुपर्ने के थियो भन्दाखेरि मैले चाहिँ त्यसपछि गरेँ, पुरै पानी हाल्ने काम गरेँ। यो चाहिँ टेस्टमा पानी हाल्ने काम गरेँ। त्यसपछि चाहिँ मैले यो टेस्टमा पानी हालिसकेपछि सबै साफ सुथरा गरेँ। यो पानी चाहिँ सोहिरै आइपर्यो होइन। त्यसपछि चाहिँ गएँ माथितिर, गुटुक टुक हुँदै माथितिर गएँ, छतमा गएँ। छतमा गएर म बस्ने एरियाको भ्यू देखाएँ। यो घरहरू देखिराख्नु भएको छ नि सबैहरूले, सबैजनाले। यो चाहिँ 10 करोडको घर हो। त्यसपछि चाहिँ छोरासँग अलिअलि खेलेँ। छोराले यहाँ हातमा बिस्कुट बोकेर मलाई थुक्दै थियो। थुथु बाबा, थु बाबा भन्दै थियो। मैले चाहिँ त्यसलाई यस्तो गर्दैनन् बाबु भने सम्झाएँ। त्यसपछि चाहिँ छोराले भन्यो कि म स्याउ खाने भनेर। स्याउ खाने भनेपछि छोरालाई मैले अब चाहिँ स्याउ दिन्न भन्दै खेलाउँदै थिएँ। त्यसपछि ऊ त्यहाँ यस्तरी हाँसिराखेको थियो। त्यसपछि चाहिँ मैले छोरालाई यहाँ माया गर्न पठाएँ। 1-2वटा पप्पी गरेँ, गाला चाट्यो छोराले मेरो होइन। जिउरो लग्यो गालामा, मजाले घसार्दै माया गर्दै गऱ्यो। त्यसपछि छोरासँग कुरा गर्दै म चाहिँ ड्युटीतिर आएँ। ड्युटीतिर आउँदाखेरि चाहिँ यहाँ कुकुरले चाहिँ अन्तिम सास फेरिरहेको थियो। त्यतिकैमा राति 12 बजेतिर चाहिँ कुकुरको